अब यो Redmi 14C पनि पारा यस्तो छ यार, यस्तो छ गाइस। के यो जिबी लिने ठाउँ यहाँनिर राखिदियो। वेलकम गाइस सबैजनालाई मिस्टर सुबिन ह्याकरको भिडियोमा आज तपाईहरु सबैजनालाई स्वागत छ मिस्टर सुबिन ह्याकरको भिडियोमा। ल आज मैले बनाउँदैछ के रे मोबाइलको बक्सको कपी पेस्ट गर्दैछु। मैले आफैले लेखेर मोबाइलको बक्सको कस्तो कन्डिसन आउँछ, फर्स्ट कन्डिसन र सेकेन्ड कन्डिसनमा सेकेन्डको आउँदैन होला सायद, फर्स्टको चाहिँ मैले ट्राई गर्नेवाला छु। अब कस्तो हुन्छ लेट्स सी, अब ट्राई गर्छु। मैले के लेर आएको छ त्यो फर्स्ट रुम देखाइदिन्छु। ल एउटा कपी रहेछ, यो चाहिँ हिजो दाइहरुले लिएर आउनु भएको रहेछ। यो सादा कपी रहेछ हैन, यो सादा कपी एउटा भयो। अनि यसलाई एउटा मोबाइल बक्स भयो, यो एउटा मोबाइल बक्स भयो। अनि यसको यो कपी पेस्ट गर्ने, सबै कपी पेस्ट गर्ने। यसको यो कपी गरेर यो मोबाइलमा के रे कपीमा मैले पेस्ट गर्ने, यो लेखेर यतिको अरूको केही नि छैन नि त, अरूको त गरे नि हुन्छ, तर यतिको चाहिँ मैले पेस्ट गरेर देखाइदिनु पर्यो। जम्मा 3-4 मिनेटको भिडियोमा हुनु पर्यो यो चाहिँ। ल त्यसैले मैले अब सुरु गर्नेवाला छ। अर्को चिजहरू पनि देखाउने छ तपाईहरुलाई, रङ कलरहरू पनि सबै। एउटा यो वाला कलर छ, अनि एउटा यो वाला कलर, अनि यो पेन्सिल, अनि यो क्याजी। किन भनेदेखि यसको छैन नि त, गर्ने छैन नि त यसको हैन। हामीले चाहिँ गर्ने भने तपाईहरुले के भन्छ। अनि यो चाहिँ के को काम लाग्दै हुन्छ अहिले थाहा हुन्छ नि त, अहिले के हो त्यो नि थाहा हुँदैन। अब लेट्स सी, अब ट्राई गर्छु हैन। अनि एउटा बाँकी छ देखाउनलाई, लेट्स सी। यो मैले लगाएर हेर्छु, हिजो दाइहरुले लिएर आउनु भएको रहेछ, बब्बाल रहेछ नि त, त्यही भएर मैले लगाएर यस्तो ट्राई गर्छु। बब्बाल देखिँदो रहेछ, यहाँबाट त्यहाँ देखिँदाखेरि जस्तो पहिला यसरी खोलेको थियो यस्तो नै देखिरहेछ। त्यही भएर मैले यो चस्मा लगाएको, तर यो चस्मा चाहिँ पावरवाला चस्मा हैन। लेट्स सी, अब मैले यहाँनिर कपी पेस्ट गरेर हेर्छु। तपाईहरु सबैजनालाई साथ साथ अनि माया पनि देखाउनु होला है। सो लेट्स गो साथीहरु, अब म हेर्छु, ट्राई गर्छु हैन। यो पेन्सिल चाहिँ मैले हातमा लिइसक्यो। अब सो लेट्स गो, अब ट्राई गर्छु लेखेर हैन, के हुन्छ अब सक्सेसफुल हुन्छ कि हुँदैन हेरौँ हैन। अब यसलाई ट्राई गर्छु, यसलाई यहाँनिर म अड्याउने कोसिस गर्छु। यहाँनिर राखौँ न, यहाँनिर राखौँ हैन। अब यसलाई चाहिँ फर्स्ट सुरुकोमै लेख्नुपर्छ, किनकि यसमा लेखेकै छैन हैन। न दाइले कराउँछ कि के थाहा, त्यो चाहिँ थाहा भएन हैन। यो कपी के कामको लागि लिएर आएको, मैले नसोधिकन लिएर आएको छ। लेट्स सी, जेसुकै होस्, अब यहाँनिर लेखेर ट्राई गर्छु। अब के हुन्छ। अब यहाँनिर कलर भयो, अनि यो दुईटा कलर भयो, अनि एउटा कैजी भयो, अनि एउटा यो चिम्बड हो कि सिम्बड हो के भन्छ यसलाई। अब लेट्स सी गाइज, ट्राई गर्छु। अब लेखेर कोरेर ट्राई गर्छु हैन। ल साथीहरु, अब म चाहिँ धेरै बोल्दिनँ हैन, अब नबोलिकन यतातिर अब भोइस ओभर अलिअलि गर्छ होला सायद। अब तपाईहरु सबैजनाले साथ साथ अनि माया चाहिँ बब्बाल देखाउनु होला। अब म यहाँनिर लेख्न सुरु गर्छु, म धेरै बोल्दिनँ भनिरहेको छु हैन। ल लेट्स गो। को यो जिबी लिने ठाउँ यहाँनिर राखिदियो। अब यो Redmi 14C पनि पारा यस्तो छ यार, यस्तो छ गाइस। के फुक्कुरमा लेख्नलाई आएछ, तै पनि कन्टेन्ट त भयो। ल लेट्स सी, तपाईहरु सबैजनाले एकचोटी माया देखाउनु पर्यो सबैजनाले हैन। अर्को आजदेखि मेरो ह्याक बमहरुको पनि आउँछ। लेट्स सी, तपाईहरु सबैजनाले माया अनि साथ सबर पनि गर्नु होला। अब म लेट्स गो, म गएर हेर्छु के हुन्छ अब यता उतातिर हैन। ल साथीहरु सबैजनाले माया साथ सबर देखाउनु होला। मैले आज चाहिँ अब बम चाहिँ बनाउन लाग्यो, तर बनेन। अब बनेन त म के गरौँ हैन। अब बन्दैन त भएन त, मैले कार गरेर पनि मैले बनाउने फेरि पनि कोसिस गरेर नि काम छैन हैन। अब यस्तै हो, अब यो बनाएर पनि केही काम छैन। अब लेट्स सी, अब मेरो मिनी हाउस पनि बनाउनु पर्ने छ, के हुन्छ अब लेट्स गो। सबै देखिन्छ हैन, अब भ्लगहरु आइरहन्छ, भिडियोहरु आइरहन्छ। तपाईहरु सबैजनाले हेरेर साथसाथ अनि माया पनि देखाउनु होला। कस्तो लाग्छ मेरो भ्लग भिडियोहरु, तपाईहरु सबैजनाले कमेन्ट गरेर माया पनि देखाउनु होला। ल गाइस, अब यतिमै हामी छुट्न चाहन्छु हैन। अब माया चाहिँ सबैजनाले दिइराख्नु होला। अब यस्तै हो, मैले भिडियोहरु ल्याइरहन्छ। अहिले यो चाहिँ एडिट गर्नुपर्छ, त्यसैले आज यतिमै बिदा लिन चाहन्छु। कोही पनि नरिसाउनु होला। हस्, धन्यवाद फुल भिडियो हेर्नु भएकोमा, धेरै धेरै धन्यवाद तपाईहरुलाई। ल अहिलेको लागि चाहिँ यति नै, छुट्न चाहन्छु। बाई बाई।